वेलकम ब्याक टु द च्यानल। आज हामी पिएससी 2081 ओल्ड क्वेसनबाट क्वेसन नम्बर 1 डिस्कस गर्नेछौँ। क्वेसन नम्बर 1ले सोधेको छ एक्सप्लेन ब्रिफली द टाइप अफ इलेक्ट्रिसिटी ट्यारिफ एन्ड द फ्याक्टर अफेक्टिङ ट्यारिफ। अब टाइप्समा जानुभन्दा पहिला लेट्स अन्डरस्ट्यान्ड ट्यारिफ भनेको के हो। ट्यारिफले भन्छ कि द रेट एट विच इलेक्ट्रिकल इनर्जी इज सप्लाई टु द कन्ज्युमर, होइन। अब कुन रेटमा इलेक्ट्रिकल इनर्जी सप्लाई हुँदैछ त कन्ज्युमरलाई बाई द डिस्ट्रिब्युटर, त्यसलाई जेनरली इलेक्ट्रिसिटी ट्यारिफ भनिन्छ। अब गुड ट्यारिफ हामी कसलाई भन्ने त, जसले चाहिँ क्यापिटल कस्ट र अपरेटिङ कस्ट रिकभर गर्छ अनि कन्ज्युमरलाई अफोर्डेबल पनि बनाउँछ, होइन। अब ट्यारिफको पर्पस के हुनु पर्यो, सिस्टमको टोटल कस्ट रिकभर गर्नु पर्यो, डिफ्रेन्ट टाइप अफ कन्ज्युमर बिच फेयरनेस मेन्टेन गर्नु पर्यो, होइन। इलेक्ट्रिसिटीको इफिसियन्ट युटिलाइजेसन इन्करेज गर्नु पर्यो। अब टाइप्स अफ ट्यारिफको कुरा गर्दा देयर आर 7 टाइप्स अफ ट्यारिफ्स, होइन। सिम्पल ट्यारिफ, फ्ल्याट रेट ट्यारिफ, ब्लक रेट ट्यारिफ, 2 पार्ट ट्यारिफ, म्याक्सिमम डिमान्ड ट्यारिफ र पावर फ्याक्टर ट्यारिफ, अनि 3 पार्ट ट्यारिफ। सिम्पल ट्यारिफ जसलाई हामी युनिफर्म रेट ट्यारिफ पनि भन्छौँ, होइन। यसमा चाहिँ पर युनिट इनर्जी कन्ज्युमको रेट फिक्स्ड हुन्छ। अब कन्जम्सन बढे पनि घटे पनि रेट चाहिँ चेन्ज हुँदैन, अनि यसमा कुनै पनि फिक्स चार्ज हुँदैन, होइन। त्यसले गर्दा के हुन्छ, कस्ट पर युनिट हाई हुन्छ, इलेक्ट्रिसिटी युज इन्करेज गर्दैन यसमा। अनि फ्ल्याट रेट ट्यारिफ के हो, फ्ल्याट रेट ट्यारिफ यसमा लाइट लोड, पावर लोड जस्ता डिफ्रेन्ट कन्ज्युमर क्याटेगोरीलाई डिफ्रेन्ट युनिफर्म रेटमा चार्ज गरिन्छ, होइन। वेन डिफ्रेन्ट टाइप्स अफ कन्ज्युमर आर चार्ज एट डिफ्रेन्ट युनिफर्म पर युनिट रेट, यसलाई चाहिँ हामी फ्ल्याट रेट ट्यारिफ भन्छौँ। यसको एडभान्टेज चाहिँ के हो भने डिफ्रेन्ट टाइप अफ कन्ज्युमरले डिफ्रेन्ट रेट पायो, होइन। तर अनि क्यालकुलेसन पनि सिम्पल नै छ, तर अब यसको लागि सेपरेट मिटर चाहिन्छ, होइन। अनि एप्लिकेसन अफ सच ट्यारिफ इज एक्सपेन्सिभ, होइन। अनि ब्लक रेट ट्यारिफको कुरा गर्दा ब्लक रेट ट्यारिफमा यसमा इनर्जी कन्जम्सनलाई ब्लकमा डिभाइड गरिन्छ, होइन। अनि इच सक्सेसिभ ब्लक जसरी ग्रेजुअली ब्लक बढ्दै जान्छ, रेट ग्रेजुअली डिक्रिज हुँदै जान्छ। अनि यसलाई कन्ज्युमरलाई मोर इनर्जी कन्ज्युम गर्न इन्सेन्टिभ दिन्छ, जसले सिस्टमको लोड फ्याक्टर इम्प्रुभ गर्छ। फर इक्जाम्पल, अब जसरी यसमा ब्लक 1मा कुनै पनि एउटा कन्ज्युमरले इलेक्ट्रिसिटी कन्ज्युमरले 50 युनिट फर्स्ट 50 युनिट को लागि 3 रुपिज पर युनिट तिर्नु पऱ्यो भने सेकेन्ड ब्लक को लागि 30 युनिटको लागि सेकेन्ड ब्लकको लागि 2.50 रुपिज, होइन। सो यसरी घट्दै जान्छ पैसा, अनि यसले चाहिँ इन्सेन्टिभ दियो, सो इन्करेज गर्छ युज गर्न। तर यसको डिसएडभान्टेज भनेको मेजर अफ कन्ज्युमर डिमान्ड ल्याग गर्छ, होइन। लाइक कसरी मेजर गर्ने त, अनि यो मेनली रेसिडेन्सियल र स्मल कमर्सियल कन्ज्युमरको लागि हो। अब 2 पार्ट ट्यारिफमा चाहिँ के हो भने 2 पार्ट ट्यारिफमा टोटल चार्ज 2 भागमा डिभाइड गरिन्छ। एउटा चाहिँ फिक्स चार्ज हो अनि एउटा चाहिँ रनिङ चार्ज हो। फिक्स चार्ज चाहिँ म्याक्सिमम डिमान्ड इन किलोवाटमा डिपेन्ड गर्छ भने रनिङ चार्ज चाहिँ इनर्जी कन्जम्सन, कति इनर्जी कन्ज्युम भएको छ किलोवाट आवरमा त्यसमा डिपेन्ड गर्छ। सो इभन कन्ज्युमरले इनर्जी कन्ज्युम नगरे पनि जुन फिक्स्ड चार्ज हो त्यो दिनु नै पर्छ, होइन। अब पावर फ्याक्टर ट्यारिफको कुरा गर्दा यसमा चाहिँ कन्ज्युमरको पावर फ्याक्टर कन्सिडर गरिन्छ। लो पावर फ्याक्टर हुँदा लसेस इन्क्रिज हुन्छ, इक्विपमेन्ट साइज बढ्छ, त्यसैले सच कन्ज्युमर्सलाई पेनलाइज गरिन्छ, होइन। अनि गुड पावर फ्याक्टर भएको कन्ज्युमरलाई इन्सेन्टिभ दिइन्छ। 3 पार्ट ट्यारिफको कुरा गर्दा जब 2 पार्ट ट्यारिफमा एउटा अझ फिक्स्ड कन्ज्युमर चार्ज एड गरिन्छ, त्यसलाई हामी 3 पार्ट ट्यारिफ भन्छौँ। अनि फ्याक्टर
फ्याक्टर अफेक्टिङ ट्यारिफको कुरा गर्दा अब सेभरल फ्याक्टर छ लाइक कन्ज्युमर टाइपमा पनि डिपेन्ड गर्छ, लोड फ्याक्टर, डिमान्ड प्याटर्न्स, रेगुलेटरी पोलिसिजमा पनि डिपेन्ड गर्छ। तर मेनली कस्ट अफ जेनेरेसन्स, ट्रान्समिसन्स एन्ड डिस्ट्रिब्युसन कस्ट, कन्ज्युमर टाइप्स, लोड फ्याक्टर एन्ड डिमान्ड प्याटर्न, यिनीहरूमा चाहिँ यो फ्याक्टरहरूले चाहिँ ट्यारिफलाई मेनली अफेक्ट गर्छ होइन। अनि अब कन्क्लुजन यसको लेख्दा चाहिँ ओभरअल इलेक्ट्रिसिटी ट्यारिफ चाहिँ डिजाइन गर्दा ब्यालेन्स इकोनोमिक अपरेसन्स मा फोकस हुनुपर्छ अनि कन्ज्युमरको अफोर्डेबिलिटीको पनि हेर्नुपर्छ। अब आज हामी क्वेसन नम्बर 1 डिस्कस गऱ्यौँ, भोलि चाहिँ हामी क्वेसन नम्बर 2 डिस्कस गरौँला, जसमा सो द्याट्स डिस्क्राइब द करेन्ट डिमान्ड एन्ड सप्लाई सिचुएसन्स अफ इलेक्ट्रिकल इनर्जी इन नेपाल, how the per capita consumptions of electrical energy be increased in the context of energy transitions. Thank you.